हाई एभ्रिवान मैले चाहिँ यसरी हाई एभ्रिवान भनेर भिडियो नबनाएको पनि कति धेरै भइसकेछ क्या अलमोस्ट 1 इयर भन्दा पनि धेरै भइसकेछ है। आज चाहिँ यो सविताले किन यसरी मासु देखाए भनेर सोच्दै हुनुहुन्छ भने आज चाहिँ स्पेसल डे उहाँले चाहिँ हामी सबैलाई खुसी बनाउनलाई परिवारलाई जोड्नलाई कति धेरै दिनरात मेहनत गर्नुहुन्छ, कति धेरै एफोर्ट लाउनुहुन्छ भने त्यस्तो स्पेसल मान्छेको लागि मैले पनि केही एफोर्ट लाउनुपर्छ जस्तो लाग्यो। अनि मेरो हस्बेन्डको सबैभन्दा खानेकुरामा फेभरेट चिज भनेको चाहिँ खसीको मासु है। जति दे पनि दिनै पछि दे पनि अनि दिनमा 2 चोटि दे पनि खसीको मासु चाहिँ उहाँले एकदमै खान सक्ने खालको हुनुहुन्छ। त्यही भएर आज मैले उहाँको बर्थडेलाई खासै ठुलो केही त गर्न सकिनँ, अब सानो बेबी पनि छिन् है। तैपनि खुसी भनेको सानो कुरामा हुन्छ भनेर स्पेसल बनाउनको लागि चाहिँ मैले उहाँको फेभरेट खानाहरू बनाउने तयारी गरिरहेको छु, बनाइरहेको छु। हजुरहरूले देखिहाल्नुभयो मैले यहाँनिर चाहिँ खसीको मासु पकाउँछु मेरो स्टाइलमा सिटी लगाएर। अनि त्यसपछि चाहिँ बेलुका उहाँहरू आउनुहुन्छ, उहाँहरू मतलब मेरो हस्बेन्ड काममा जानुभएको छ नि त, सो कामबाट आउनुहुन्छ अनि हामी चाहिँ उहाँलाई सरप्राइज दिने भनेर सोचेको। त्यति ठुलो सरप्राइज होइन, अनि सानो केक लिएर आउँछ। अहिले म क्रोगरबाट चाहिँ बुढा मलाई नानी खिलाउन कतै लानुपर्छ, छोडेर जानु है, तपाईँहरूसँग जानु भनेर गाडी चाहिँ घरमा राखेको छु। सो म खानाहरू सबै रेडी गरिसके पछाडि चाहिँ सानो केक लिन क्रोगर अथवा वालमार्ट कहीँ जान्छु। अनि उहाँ कामबाट आएपछि चाहिँ उहाँलाई सरप्राइज दिन्छु। मैले चाहिँ अघि फोन गरेको थिएँ कि उहाँलाई, अनि त्यसपछि आज हजुरको बर्थडे पनि हो, बेलुका मामु ड्याडी हामी भएर कुनै रेस्टुरेन्टमा यसो खाना खान जाउँ न है भनेर चाहिँ फोन गरेको थिएँ। अनि हुन्छ भन्नुभएको छ कि उहाँलाई यति पनि आइडिया छैन। मैले घरमै उहाँको बर्थडेलाई सानो मिठो चाहिँ मनाउन गइरहेको छौँ भनेर। सो उहाँहरू ढुक्क हुनुहुन्छ कि हामी रेस्टुरेन्टमा खाना खान जाने भनेर। तर मैले चाहिँ यहाँ खानाको तयारी गरेँ। मैले चाहिँ उहाँको फेभरेट मटन बनाएँ अनि खसीको मासु, यसरी स्यालेडहरू पनि काटेँ। अनि उहाँलाई गुन्द्रुकको अचार प्लस भटमास एकदमै मनपर्छ। नेपालबाट आउँदाखेरि साथीले भटमास ल्याइदिनु भएको थियो अनि मैले चाहिँ भटमास खाँदै पनि छु यहाँनिर। अनि यसको अचार पनि बनाउँछु, मलाई पनि एकदमै मनपर्छ, हाम्रो घरमा सबैलाई एकदमै मनपर्छ है। त्यसपछि हामी गयौँ क्रोगर केक हेर्नको लागि कुन केक लिने भनेर। हामीलाई त्यति ठुलो केक चाहिएको पनि थिएन किनभने हामी जम्मा 4-5 जना मात्र छौँ, सेलिब्रेसन जस्तो मात्र गर्ने भनेर सानो केकको खोजीमा थियौँ। ड्याडी म सुबु लिन गएको थियौँ केक। अनि सुबुलाई चाहिँ मैले आज बाबाको बर्थडे हो, साना बलुन किनिदिन्छु म ह्याप्पी बर्थडे लेखेको, बाबालाई देऊ है भनेको थिएँ। अनि उनी एकदमै एक्साइटेड भएर गइरहेको थिइन्। अनि त्यसपछि मैले केक हेरेँ, सबै राम्रो। अब गुलियो खानेकुरा त एकदमै मन नपर्ने त कोही छैन हाम्रो घरमा, तैपनि अब सबैलाई हेल्थ इस्यु आइसकेछ। हामीले चाहिँ सानो पुन्टे केक किन्यौँ। त्यसपछि मैले ह्याप्पी बर्थडे लेखेको चाहिँ बलुन किनिदिएँ, सुबुले उसको बाबालाई दिन्छु भनेर। त्यसपछि हामी घरमा आयौँ अनि मेरो मटन चाहिँ यस्तो भयो, हजुरले हेर्न सक्नुहुन्छ कस्तो देख्दै खाउँ लाग्यो। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर बाबा। खोइ भन्ने कि भन न, ह्याप्पी बर्थडे बाबा, आई लभ यु भन, आई लभ यु, वी लभ यु सो मच, Happy birthday to you, happy birthday to you, happy birthday dear Baba, happy birthday to you. खोइ बलुन दिएको बाबालाई, ह्याप्पी बर्थडे बलुन देऊ। थ्याङ्क यू। अघि गर बाबालाई ह्याप्पी बर्थडे भनेर, ह्याप्पी बर्थडे बुढा। थ्याङ्क यू। हगी गर बाबालाई, बाबालाई ल फेरि भनौँ ह्याप्पी बर्थडे टु यु। ड्याडीले प्ले गरिदिनु भएछ, फेरि गरिदिनु भन, ह्याप्पी बर्थडे। बाबालाई किसी गरिदेऊ न त, आज बर्थडे हो नि त बाबाको, बाबालाई किसी गरिदेऊ। ड्याडी नै आउनु न, मम्मी नि जानु न। काटिस
ल Happy birthday to you. Happy birthday to you. त्यही भन्नु न. Happy birthday dear Baba. Happy birthday to you. कान्छ सुतिहाल्यो. थ्याङ्क यू उठे होइन. थोरै भनौँ न त्यति नै आयो भने त्यही खुवाइदिनु सक्छ त्यही खुवाइदिनु थोरै थोरै. धन्यवाद कसले म्याम? तिमीले बाबालाई खुवाइदेऊ. खुवाइदेऊ बाबालाई खुवाइदेऊ. बाबा केकमा त ठुलै मुख बाँइदो रहेछ तेरो त केक ठुलै ल्याएको छ बुढा. ह्याप्पी बर्थडे. थ्याङ्क यू केक काट्दैकोमा तपाईँको फेभरेट चिज पकाइदिएको छु यहाँ हामी. धन्यवाद पुलाउ पकाएको छ. गुन्द्रुक र भटमासको अचार बनाएको छ है हाम्रो. सबैलाई केक ल धन्यवाद मासु चाख्नुबाट मासु कस्तो लाग्यो? मिठो लाग्यो आज त के कस्तो दिनेपछि खाना पाएको अलि मोटाउँथ्यो कि छोरी धरी हाँसी. यस्तै खाना पायो भने त है छोरी यता हेर सर्विका यता के छ यार? कचो काला. पिङ खेल्न आयो बाबाको बर्थडे मनाएर हामी पिङ खेल्न आएको. कालो नभन्नु. सुबह यहाँ चिप्लेटी खेल्देऊ. त्यताबाट गएर उताबाट आउने हो क्या बगेर. कुन त्यो अहिले खाली भएको त्यो तिमी दुईजना चाहिँ डराउँछ नि त त्यो ठुलो मान्छे चिप्ली त रोइन्छ क्या भने चिप्ली त रोइन्छ चिप्लाउने के राख्नुपर्छ अब हामी पानी छानी ताली बजाऊ गीत सुनेला ताली बजाऊ आइसक्रिम
सुबु हेलो के खाएको